यो इतिहास बोकेको राजनीतिक पार्टी एमाले काङ्ग्रेस माओवादीका नेता कार्यकर्ताहरू एउटा बालेन शाह र रवि लामिछानेसँग किन डराएको तिमीहरू? किन डराएको? ओ माई गड, रवि लामिछाने र बालेन शाह नेपाली राजनीतिमा आएको 2-3 वर्षमै तिमीहरूको 30औं वर्ष 70औं वर्ष इतिहास बोकेका पार्टीका नेता कार्यकर्ताहरू किन डराएको? यो नयाँ पार्टीको त एजेन्डा छैन, भिजन छैन, मिसन छैन भन्ने पार्टीहरू किन डराएको? होए म्यान होए, के प्रब्लम छ तिमीहरूसँग? रवि लामिछाने र बालेन शाहसँग के प्रब्लम छ यति धेरै डराउनु पर्ने कारण? किन? दिमागमा घन्टी बज्यो? को घन्टी त बज्नेवाला छ। त्यही भएर आउने फागुन 21 गतेको चुनावमा देशैभरिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारहरूलाई जिताउनु होला। म यही भन्न चाहन्छु यो भिडियो मार्फत। यिनीहरू जसरी बालेन शाह र रवि लामिछानेलाई टार्गेट गरेर अहिले दिन प्रतिदिन विरोध गर्ने, यो फागुन 21 गतेको चुनाव बिथल्नका लागि अनेक जाल जेल गर्दैछ नि, यो रोकिनु होला। नेपाल सरकारलाई म के भन्न चाहन्छु भने यो देशको सबै सुरक्षा निकायहरूलाई 24 घण्टाको लागि अलर्टमा राख्नु होला। किनभने यिनीहरूले यो फागुन 21 गतेको चुनाव बिथल्नको लागि अनेक नाटक गर्दैछ। यो हुन दिनु भएन। त्यही भएर भोट फर घन्टी, जय देश जय नेपाल।